नमस्कार सम्पूर्ण महानुभावहरू। आज म यहाँहरूलाई लक्जमबर्गको उत्तरमा रहेको ऐतिहासिक और नदीको आडैमा रहेको भियान्डेन सहरतर्फ लैजाँदैछु। भियान्डेन महल तथा त्यस क्षेत्रको ऐतिहासिक महत्त्वको बारेमा केही जानकारी पनि यहाँहरूलाई पस्कने तयारी गरेको छु। भियान्डेन एउटा ऐतिहासिक ठाउँ हो युरोपमा, त्यसमा पनि लक्जमबर्गमा यसले अत्यन्तै ठुलो महत्त्व बोकेको छ। यो ऐतिहासिक विरासत बोकेको महल पुगिँदा लाग्छ इतिहासका कालखण्डहरू अहिले पनि भियान्डेनमा जीवितै रहेका छन्। महलको दाहिनेतर्फको हरियाली तथा खोजको सुन्दर बस्ती मध्ययुगीन वास्तुकला साँच्चै लोभलाग्दो रहेको छ। युरोपकै सबैभन्दा सुन्दर, ऐतिहासिक र प्रभावशाली महल मध्येको एक लक्जमबर्गको उत्तरमा रहेको यो भियान्डेन महल युरोपकै अग्रणी तथा मध्ययुगीन भव्य महलको रूपमा रहेको छ, जहाँ वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटकहरू पुग्ने गर्दछन्। यसको निर्माण 4औं शताब्दीमा सुरु भएको र 14औं शताब्दीमा रोमन शैलीमा निर्माण सम्पन्न गरिएको बताइन्छ। सन् 1977मा यसलाई लक्जमबर्गको सरकारले राज्यको स्वामित्वमा हस्तान्तरण गरिएको विषयहरू पनि इतिहासमा उल्लेख छ। यो महलका अधिकांश कक्षहरू विशेष खालका रहेका छन्। कुल 17वटा कक्षमा फरक फरक खालका इतिहास झल्कने विषयहरू उल्लेख गरिएको छ। विगतमा यो ठाउँमा बसेर युद्ध लडेका प्रमाणहरू पनि यो ठाउँमा देख्न सकिन्छ। महलभित्र प्रवेश गरिसकेपछि दायाँ बायाँ झ्यालहरूबाट समेत यहाँको सहर र प्राकृतिक सौन्दर्यता भरपूर्ण रूपमा निहाल्न सकिन्छ। त्यसैले त यहाँ जाने पर्यटकहरू असाध्यै खुसी देखिन्छन्। भव्य ढङ्गले निर्माण गरिएका महलभित्र ऐतिहासिक कला कौशलहरू पनि आज पनि जीवितै अवस्थामा रहेका छन्। भियान्डेन महलको अवलोकन गरिसकेपछि अब म यो सँगै रहेको एउटा अर्को ऐतिहासिक ठाउँतर्फ यहाँलाई लिएर अघि बढ्दैछु। विश्व प्रसिद्ध फ्रान्सेली लेखक, कवि, निबन्धकार तथा राजनीतिज्ञ भिक्टर म्यारी हुगोले 4 पटकसम्म बसेर आफ्ना साहित्यिक कृतिहरू निर्माण गरेका भियान्डेन सहरको छेउमा अब म अगाडि बढ्दैछु।
यही माथिको ऐतिहासिक महल र सँगैको और नदीको छेउमा रहेको सानो गाउँमा बसेर विगतमा 4 पटकसम्म हुगोले यो ठाउँमा साहित्यिक सृजना गरेका प्रसङ्गहरू इतिहासमा उल्लेख गरिएका छन्। सन् 1851मा नेपोलियन तृतीयले फ्रान्सलाई पूर्ण नियन्त्रणमा लिएपछि उनले लोकतान्त्रिक सरकार र प्रणालीलाई समेत खारेज गरेका थिए। सोही बेला उनले साहित्यकार ह्युगोलाई देशद्रोही भनेर देश निकाला गरेका थिए। आफ्नो निर्वासनको समयमा साहित्यकार ह्युगोले विभिन्न ठाउँमा पुगेर आफ्ना कृतिहरू लेखेका प्रमाणहरू रहेका छन्। तीमध्ये लेस मिजरेबल्स, द हन्सब्याक अफ नोटरडेम लगायतका चर्चित कृतिहरू भिक्टर म्यारी ह्युगोका आज पनि लाखौँ पाठकहरूले मन पराउँदै आइरहेका छन्। 1971मा ह्युगो बसेको घरलाई आज पनि यो ठाउँमा भिक्टर ह्युगो हाउस भनेर चिनिन्छ। अहिले यो युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत एउटा ठाउँ बनेको छ। व्यञ्जन आइसकेपछि अब यहाँको केबल कार त चढ्नै पर्यो होइन। त्यो भएर म चाहिँ केबल कार चढिसकेको छु। आउने र जाने गरेर 9 युरोको टिकट काटेर व्यञ्जनको चाहिँ यो माथि म जाँदैछु। आज तपाईँलाई देखाउँछु। यो नेपालको भन्दा अलि फरक खालको छ। यो छेउमा सिसाहरू छैन, यतिकै यो फलामको एउटा बार जस्तो राखिएको छ र त्यत्तिकै तपाईँ यसमा चाहिँ चढेर व्यञ्जनको माथि जुन यतापट्टि तपाईँले देख्नुभएको जुन क्यासल त्यहाँनिर छ ऐतिहासिक ठाउँ हो, जुन ठाउँ मैले यस अगाडि भिडियोमा देखाइसकेको छु। र अब म यति बेला माथि डाँडो जाँदैछु। त्यो माथि डाँडोमा जाँदै हो म। यहाँले देख्नुहुन्छ रमाइलो भइरहेको छ। एक्लै छु आज म। अलिकति फरक अनुभव पनि भइरहेको छ। कुनै बेला मनकामना केबल कारबाट फर्कने क्रममा म 15 मिनट जति केबल कार बन्द भएर एक्लै परेको थिएँ स्टेसनमा आइपुग्दै बिचमा जङ्गलमा। र व्यञ्जनमा पनि मलाई त्यो कुराको याद आयो। एक किसिमले भन्ने हो भने ठाडै उकालो उक्लिँदैछ यो केबल कार। कता कता थोरै डर जस्तो अनुभव पनि हुँदो रहेछ, किनभने अलिकति फरक खालको अनुभव हो मेरो लागि यो। त्यसो त केबल कार पहिलो पनि चढेको थिएँ, तर यहाँको केबल कार खुला भनौँ, छेउछाउमा सिसा पनि नहुने र 2 जना मात्रै बस्न मिल्ने यो केबल कारमा म यति बेला एक्लै यात्रा गरिरहेको छु। अलिकति फरक खालको अनुभव पनि हुँदो रहेछ। तपाईँ देख्नुहुन्छ ठाडै माथि उकालो उक्लिरहेको छु। पृष्ठभूमिमा पहेँला फुलहरू फुलिरहेको यहाँले देख्नुहुन्छ भने दायाँ बायाँ भर्खरै यो के भन्छ यहाँको चाहिँ उराठ लाग्दो मौसम सकिएर बिस्तारै समर सुरु भएको छ र छेउछाउमा हरियाली देख्न सक्नुहुन्छ। त्यसो त लक्जमबर्ग मैले जति घुमेको छु, मैले यहाँको एउटा असाध्यै राम्रो पक्ष के पाएको छु भने लक्जमबर्गले आफ्नो देशभित्र हरियालीलाई असाध्यै धेरै बचाएर राखेको छ। तपाईँ जता जहाँ पुग्नु भए पनि हरियाली देख्न सक्नुहुन्छ। यो यहाँको एउटा विशेषता पनि हो।